म घनिन्द्र मगरको भ्लगमा यहाँलाई हार्दिक स्वागत छ। यतिखेर हामी 35 बजारदेखि उत्तरपट्टि रहेको यो जङ्गल हैन भुल्के सिमसार पथरी सनेसरी एक मोरङमा यतिखेर हामी आइपुगेका छौँ। यो भुल्के सिमसार रिसोर्स सेन्टरमा यतिखेर हामी प्रवेश गर्ने तयारीमा छौँ। हामी छिर्दैछौँ है त। ल जाउँ। र आजको यो शनिबारको समयलाई सदुपयोग गर्दै आज हामी भुल्के सिमसारमा प्रवेश गर्दैछौँ। र आज चाहिँ केटाकेटीहरूलाई चाहिँ खेलाउनको लागि अनि हामी पनि सँगसँगै केटाकेटीहरूसँग रमाइलो गर्नको लागि हामी आइपुगेका छौँ भुल्के सिमसार क्षेत्रभित्र। दाजु जानुहुन्छ? ए हुन्छ ल। र यहाँ विभिन्न जातिका पोसाक फोटोहरूको लागि भाडामा पाइन्छ भनेर चाहिँ यहाँ फोटो पनि राखेको छ। प्रवेश गरिरहेको छौँ। टिकट पनि खासै महँगो रहेनछ है, मात्र शुल्क 30 रुपियाँ। कति सस्तो है। अरू रिसोर्स सेन्टरहरूमा चाहिँ कति धेरै महँगो पाइरहेको छौँ हामीले। तर यो भुल्के रिसोर्स सेन्टर पथरीमा चाहिँ यो प्राकृतिक कुराले पनि साथ दिएको होइन। यहाँ त्यसै पनि जङ्गल होइन, चारकोसे झाडी, यो जङ्गलमा हामी छौँ। यति चारकोसे झाडी यो जङ्गलभित्रै चाहिँ भुल्के सिमसार क्षेत्र चाहिँ बनाएको रहेछ, रिसोर्स सेन्टर भनौँ न। र यो घुम्ने ठाउँहरू कति धेरै फराकिलो ठाउँ पनि होइन, जङ्गल पनि सखुवाको बोट। अनि यहाँनिर चाहिँ के बच्चाहरूलाई खेलाउनको लागि चाहिँ के कुराहरू रहेछ यहाँ, रोटेपिङदेखि लिएर अनेक खेलहरू होइन। यहाँनिर भित्र चाहिँ तलाउहरू पनि देखिरहेको छु मैले हो। हामी सबैजना सपरिवार हामी आएका छौँ। नृत्य ल घुम्नको लागि आज शनिबारको समयलाई सदुपयोग गर्दै हामी आइपुगेका छौँ है। ल अब हामी यो सिमसारभित्र चाहिँ टिकटक पनि, यो रिसोर्स सेन्टर भुल्के सिमसार रिसोर्स सेन्टर चाहिँ हामी टिकटक पनि बनाउँछौँ। र धेरैजना मान्छेहरू पनि आइरहनु भएको छ आजको शनिबारलाई सदुपयोग गर्दै है। यहाँभित्र खेल्ने ठाउँहरू पनि निकै रहेछ है। र यहाँहरू पनि घुम्न आउन सक्नुहुन्छ बच्चालाई लिएर है। यो भुल्के रिसोर्स सेन्टरभित्र यहाँ तपाईँले तलाउ पनि देख्नु भएको छ, भुल्के सिमसार भनेको है। यहाँ बोटिङ पनि हुँदो रहेछ यहाँ है। यहाँनिर चाहिँ कस्तो राम्रो स्वागत श्री शान्ति भुल्के फन पार्क भनेर चाहिँ बच्चाहरूको लागि यहाँ राम्रो व्यवस्थापन पनि मैले देखेँ है। यहाँनिर जिराफको रोटेपिङहरू पनि होइन। यहाँनिर सेनिसो भनेर चाहिँ यहाँ चाहिँ एउटा कला पनि रहेछ यहाँनिर, स्ट्याचु होइन। मोटु पतलु ल। यहाँ फोटो खिच्ने ठाउँहरू पनि धेरै रहेछ यहाँ। पिङ खेल्ने ठाउँहरू रहेछ धेरै बच्चाहरूलाई होइन। यो ठाउँहरू पनि धेरै देखेँ मैले। अब पिङ खेल्न हामी जाउँ है। यतातिर हामी पिङ खेल्नको लागि गइरहेको छौँ बच्चालाई खेलाउनको लागि। ल कस्तो लागिरहेको छ? रमाइलो लागिरहेको छ नि है। थ्याङ्क यू।